गाइज गुड मर्निङ सबै ठिकै हुनुहुन्छ होला है। आज चाहिँ हामी चाहिँ अब रामनवमी दिन घुम्न जाँदैछु। घुम्नु वर्षे है मेरो वाइफ पनि जुत्ता लाउँदैछ। तपाईँ सबै धेरै धेरै गुड मर्निङ है। मेरो एकदम आन्तरिक हृदयबाट गुड मर्निङ है। सबै ठिकै हुनुहुन्छ होला है। ल आज म तपाईँहरूलाई देखाउन चाहिँ वर्षे गएको है। फोन लगभग 2:48 भएछ। अब हामी चाहिँ हिँड्न लागेको हो। अब हामी कति बजी पुग्छौँ तपाईँलाई देखाउनु छ अहिले बाटोमा के कस्तो हुन्छ है। तपाईँलाई फेरि अहिले देखाउनेछु। अब हामी चाहिँ बस चाहिँ आइपुग्नु आँट्यो हो। फोटोहरू हेर्दाखेरि चाहिँ आएको जस्तो लाग्दैछ। आइपुग्ने बेलामा यहाँ हामीसँग आउने एकजना साथी चाहिँ अलिकति स्लिप भएर नालीमा पस्नुमा सफल हुनुभएको छ। Jadi
पर हेड 100 रुपिस रहेछ। हामी चाहिँ अब जाँदैछ गली भाग्नु भयो। हिलेदेखिको हिलेदेखि होइन पर के भन्छ ओफ्रे बोट पनि लगाएको रहेछ यस्तो फ्लावरको रेड पान्डा जुन चाहिँ पनि सिक्किमको स्टेट एनिमलहरू सब एनिमल बर्डको चाहिँ पोस्टरहरू लगाएको रहेछ यता बाटो बाटोमा चाहिँ। नाम्चीदेखिको आउँदा चाहिँ जोरथाङसम्म पनि राम्रै, त्यहाँदेखि जोरथाङदेखि यता सोमबारेसम्म पनि राम्रै छ बाटो। सोमबारेदेखिको हिलेसम्म ओखोरीसम्म चाहिँ अलिकति रफ रोड रहेछ, लगभग 5 किलोमिटर जति। त्यहाँदेखि गएर हिलीदेखि पनि रफै हो तर अलिकति बेटर। रिपेयरिङ गर्नुपर्ने टाइम भएछ र हामीले गेट पासमा चाहिँ 100 रुपिस तिरेको चाहिँ वसुल हुन्छ कि हुँदैन कतिको होइन, पहिलाको भन्दा अब कति डेभलपमेन्ट ल्यायो यस्तोहरू हेर्नु सक्छ अरे हामीले चाहिँ यहाँ। अलिकति पुरा फाइनली यहाँ आइपुगे हो। एकदम रमाइलो डाँडा हाम्रो हाइटहरू पर एकजना हाम्रो के भन्छ पेन्ट ब्रदर पर भेट्छ हो। अब हामीले अब माथि हिँडेको त्यो माथि 0 पोइन्ट पुग्न आँट्यो, त्यहाँ पुगेर तपाईँलाई देखाउने छु। ल त गाइस अहिले फेरि देखाउँछु ल त गाइस हेर्नुहोस् त कस्तो छ हाम्रो त्यो वर्षै आज आएको हामी हो। तपाईँले हेर्नु होला, लाइक हो सेयर पनि गरिदिनुहोस् होला, कमेन्ट पनि गरिदिनुहोस् होला है। हेर्दै खाजा खान्छ सबैजना। हामी खाजा खाँदा जान्छ होला है। खाजा खाँदा जान्छ हामी है।
ल त गाइस अब हामी चाहिँ खाजा खान लागेको हो यता पेन्ट भिडियो छ माथि छ राम्रो छ हामी त यो कालो माथि ए नेटवर्क नभएर पुरा मन दुखा छ हो अब हामी चाहिँ खाने जा खाजा अब अहिले भने चाहिँ हामी यहाँ वर्षे आइपुग्यो होइन तर त्यो गाडी स्कुटी बाइकहरू राख्नु चाहिँ धेरै प्रब्लम हुने रहेछ होइन होमस्टे हेर्नुहोस् न होमस्टे मात्रै छ होमस्टे रहेछ हो ग्यास होमस्टे हो खाजा खान्छ झर्छ माथि गएर यहाँ माथिल्लोपट्टि चाहिँ तपाईँको गेट रहेछ होइन त्यहाँदेखि उकालो चाहिँ हिँड्नु पर्ने रहेछ 5 किलोमिटर हो र अब अहिले चाहिँ हामी ल त गाइस हामी त खाजा खानु लाग्छ हो मासु पाइगला चाहिँ हामीले चाहिँ हुन्छ यता छ मोमो kita semuamu bagi dia orang itu. यसको त यति नै जान्छ कि हो उता पानीले पानी त जोर लागेको छ है भिपै डाँडातिर के चाहिँ भाइ आगो जब तुरुङबाट आउँदा त्यहाँ लागिरहेको थियो बेलुका उयोले लगाइरहेको थियो त सञ्जीव सरले पनि लगाइरहेको थियो त कस्तो डरलाग्दो लाग्यो अनि कोल्टे भयो यो ल त गाइस हामीले मोमो खान आएछ नि यसरी हेर्छु र म अहिले माथि पुग्छ त अहिले आनन्द त्यहाँ सर्दै 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 सक्छ है छिटो है तिमी चाहिँ कहाँ भन्नु पायो अब यहाँबाट एकदम माथि तर तेर्सो छ र है त्यो भयो माथि है चारजनाले चाहिँ यत्रो मोमो ल्याएको छ होइन कोइला पनि लाउनुपर्छ नि टाढो बाटो 5 घन्टाको बाटोबाट आएको हो हेर्नुहोस् मोमो त पर बोकेर क्यामेरा हो पुरा 8 जना जति त हुन्छ होला मलाई भनेको त केटा आयो भने छिटो गर न भने 3 जना मात्रै म्याग्नेट त दामी गरेछ त जङ्गल जानु
गाइज अब हामी चाहिँ लाग्यो कदम पछि है फुलहरू चाहिँ यस्तो तरिका छ यहाँतिर हो हुन्छ अब के भन्न चाहन्छ केही भन्नु चाहदिनँ मलाई हिँडेर जानु हरेस लागिरहेको पास चाहिन्छ क्या यहाँ काटेको छ हुन्छ हुन्छ पास्ता काटेछ अहिले ए काटेर आएको छ आइज अब हामी चाहिँ लाग्यो वर्ष 5 किलोमिटर यता हेरेर भन्नु तपाईँ सपना पुरा भयो हाम्रो ग्रुपमा चाहिँ मसँग जम्मा 4 जना मात्रै छ हो खाजा चाहिँ अब के उकालो बोक्नु अल्छीले तल खायो हो रेड पान्डा तपाईँहरू को आउनुभयो है वर्ष है एकदम तपाईँहरू नि आउनु सक्नुहुन्छ अहिले फिलहालको टाइममा आइन्थ्यो राम्रो लाग्यो मलाई चाहिँ अब गुराँस फुल्छ भन्नु फुलेको छ भन्छ उकालोतिर कस्तो फुलेको छ तपाईँहरूले देखाउने छु हो ल गाइस अहिले फेरि देखाउँछु तपाईँलाई फाइनली हामी 4 किलोमिटर आइपुगेछ वर्षको गाइस अब हामी चाहिँ लागे अब हामी चाहिँ 4 किलोमिटर जानु छ अब हो 1 किलोमिटर चाहिँ आइपुग्यो हो जङ्गल यस्तो छ म त हाम्रो टेन्डुङ गएको जस्तो फिल भयो टेन्डुङ यस्तो छ हाम्रो गाउँबाट टेन्डुङ एकदम नजिक पर्छ हो मेरो वाइफ चाहिँ अब अगाडि जाँदैछ हो मेरो वाइफ चाहिँ अब पुरा हिँड्दैछ उकालो यो सबै जति रुख देख्छ सबै गुराँसको रुख रहेछ हो ल त गाइस फेरि देखाउँछ ल त गाइस अब हामी चाहिँ 4 किलोमिटर कम्प्लिट गरेर 4 किलोमिटर कम्प्लिट गरेर 1 किलोमिटर कम्प्लिट गऱ्यो हो मेरो वाइफ यहाँ हिँड्दैछ हो हेर्नुहोस् है पुरा खुसी भएर हिँड्दैछ हो अहिले सिमरा पुसाक्दिनँ कहाँ जानु भन्छ तपाईँहरू आउनु भयो कि भएको छैन है वर्षै तपाईँहरू पनि एकताल आउनु सक्नुहुन्छ है एकदम दामी छ भन्छ अब हामी पनि लाग्नु साथीहरू केटा यहाँ छ हो ल त गाइस अहिले फेरि देखाउँछु ल त गाइस हामी त यस्तो दामी हो अब हामी फाइनल 3 किलोमिटर पुग्यो है एकदम जङ्गलको नेमी छ हेर्नुहोस् है यस्तो साटिस वो ल गाइस अब हामी चाहिँ 5 किलोमिटर पुग्नु आँट्यो हो तपाईँलाई फेरि अहिले देखाउँछु ल गाइस अब हामीले अब 1 किलोमिटर छ वर्षे पुग्नु चाहिँ है साथीहरू गाडी जाँदैछु हामी चाहिँ कति किलोमिटर हिँडेछ हिले त 4 किलोमिटर कम्प्लिट गरेर आइपुगेछ अब हामी चाहिँ यहाँबाट अब 1 किलोमिटर रहेछ हो ल त गाइस अहिले फेरि दिन्छ यहाँ चाहिँ थाकेर हत्तु भयो ऊ देखो भन्दैछ बाबा
देखेन वो देखेन वो देखेन बाबा के वो बाबा देखेन ना भएन बुझेर त बाबा देखेन त्यही खानु यत्रै कति गाई छ फुल देखाउँछ वर्षे आइपुग्यो से अब हामी त ग्रास फुलेछ आमो यीसम्म नै होला नि कहाँ त उता छ नि अब हेर्नुहोस् यति धेरै आउनु भएको छ वाउ यस्तो 60 जग्गा आइपुगेछ हो ग्रास फुलेछ यता यहाँ छ भाइ यता धेरै ग्रुप छ साथीहरू मान्छेहरू चाहिँ आज एकदमै धेरै भन्दा धेरै आउनु भएको रहेछ हेर्नुहोस् है वर्षेको भ्यू यहाँ चाहिँ पोखरी पो रहेछ त नि पहिला त के पुरा थियो है सुकेको हो आमा यता जस्तो दामी देख्दैछ पहिला चाहिँ यहाँनिर एकदमै भरि थिएछ अझै वाउ क्या दामी हेर्नुहोस् त नजर हेर्नुहोस् आम्बो यता पारि हेर्न क्या दामी देखेको नि आम्बो यहाँ चाहिँ टिप्नु चाहिँ पाउँदैन कि तर खिच्न चाहिँ पाउँछ ल यहाँ आइपुगेर चाहिँ अलिक शान्ति लाग्छ हिँडेको के जस्तो पनि लाग्दैन मलाई पानी कन्टिन्यू गर्नु कि हेर्नुहोस् त आमा खै म त भेराइटिज अफ रोडोडेन्ड्रन देखिनँ त पिङ्क रहेछ लाइट पिङ्क रहेछ डार्क पिङ्क रहेछ रेड देखेँ अन्त वाइट पनि देखेको थियो अघि यो त हेर्नु त झिल सबै खै ए ऊ पर चाहिँ दामी वाइट रहेछ यो देख्नु यहाँ फोकस अब हामी त्यहीँ जान्छौँ ल 3 प्रकारको चाहिँ देख्यौँ नि येलो पनि देखेँ नि अघि बोर्डमा त येलो होइन कि घिउ कलरको तर यो चाहिँ खास रोडोडेन्ड्रन त होइन नि है यसलाई के भन्छ अर्कै कुन के हुन्छ यसको नाम आम्बो म टिप्नु मन लाग्यो पिङ्क एउटा
यो अलिक अर्कै वाइट छ है पिङ्क यो क्यामेरामा फेरि सेम देख्दो रहेछ नि त यो अलिक अर्कै कलर छ है यो फेरि नटिप्ने यस्तो मात्रै माछा कत्रो माछा रहेछ फेरि अन्त चल्दै दुस्तापट्टि क्रस है हामी उयो आएको न सेतो त्यो पर आयो पनि अहिले है ए यता पनि रहेछ त यो वाइट आम्बो एकदमै एकछिन बन्द गर्छु ल सट्टै स्पिन छ यसको चाहिँ खिचिदिइहाल्छ अहिले एकछिन खम नौ साथी भर्खर जाम यहाँदेखिको अलिअलि गर्दा छेड्दा पनि बाइक स्कुटी सबै जाममा फसिरहेछ यहाँदेखिको तल पुगिकन आएको म मान्छे नि छिर्ने जग्गा छैन है एउटा गाडीले गर्दा चाहिँ भएन है के गर्नुपर्ने अब आज चाहिँ यस्तो खतम उयो भयो कि जाममा फस्छ कि भर्खर जामबाट निस्केर आयो अलिकति मुनि आउँदाखेरि यता साथीको स्कुटी स्टार्ट नभएर बिजोग भयो फेरि यता सानो कुवा रहेछ यति धेरै मान्छे आएछ क्या यति धेरै आम्मामा हेर्नुहोस् त यहीँनिर माथि बर्स चाहिँ त्यहाँदेखि चाहिँ यहाँ छ होला 2-3 किलोमिटर यो ब्लगलाई जान्छु है भिडियोको हालत भिडियो गर्नु पाएन ब्याट्री पनि सक्यो हो हत्तो भयो साथीको स्कुटी बिग्रेर ठेल्दा 5 किलोमिटर चाहिँ ठेलेर 5 पनि 10 किलोमिटर तो भयो तो रातिको 12 बजे आयो निन्द्रा पाएको छैन गाइस स्टे ट्युन लाइक फलो सेयर गर्नुहोस् है यो मेरो वर्षको ब्लग के कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।